हजुरहरूलाई विन्डोज ल्यापटप अथवा डेस्कटपमा कसरी स्क्रिन रेकर्डिङ गर्ने भन्ने कुरा चाहिँ जानकारी गराउन गइरहेको छु। यसको लागि सर्वप्रथम त हामीले विन्डोज की, शिफ्ट की र आर बटनलाई चाहिँ प्रेस गर्नुपर्ने हुन्छ। हजुरले पहिला विन्डोज कीलाई थिच्नुहोस्, त्यस पछाडि शिफ्ट कीलाई थिच्नुहोस् र आर कीलाई थिच्नुहोस्। पालै पालो यो तीनटा किजलाई चाहिँ थिच्दै गइसके पछाडि हजुरहरूलाई चाहिँ एउटा यस्तो इन्टरफेस खुल्छ। यहाँ यस्तो एउटा इन्टरफेस खुलिसके पछाडि हजुरहरूले चाहिँ आफूलाई कति स्क्रिन चाहिएको छ रेकर्ड गर्नको लागि हो त्यो स्क्रिनलाई चाहिँ सेलेक्ट गर्नुहोस्। यसको लागि चाहिँ हामीले यहाँबाट यताबाट जस्तै यो स्क्रिन चाहिँ सेलेक्ट गरिसके पछाडि हामीले चाहिँ यहाँबाट घटाउन बढाउन लेन्थ पनि र विड्थ पनि हामीले घटाउन बढाउन सक्छौँ। त्यस पछाडि हामीले चाहिँ यो म्युट सिस्टम अडियो भन्नेलाई चाहिँ हामीले म्युट गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि हजुरको भित्र चाहिँ प्रोसेसरको फ्यानहरू चलिरहेको हुन्छ अनि विभिन्न अन्य इलेक्ट्रोनिक्स कम्पोनेन्ट्सहरूको चाहिँ कुनै अनयुजुअल साउन्डहरू आइरहेको हुन्छ। त्यो साउन्डहरू चाहिँ सबै यसले म्युट गर्छ र हामीले भिडियो रेकर्ड गर्दाखेरि चाहिँ यो माइक्रोफोनलाई चाहिँ अनम्युट गर्नुपर्ने हुन्छ, नत्र भने हजुरहरूको साउन्ड रेकर्ड हुँदैन। र यति गरिसके पछाडि हजुरहरूले यो स्टार्ट बटनमा क्लिक गर्नुभयो भने अब हजुरको विन्डोजमा चाहिँ स्क्रिन रेकर्डिङ हुन स्टार्ट गर्दछ। र स्क्रिन रेकर्डिङ गर्दाखेरि चाहिँ हजुरले चाहिँ जति आफूलाई स्क्रिनको चाहिँ साइज चाहिन्छ त्यो अनुसारले स्क्रिनलाई चाहिँ रेकर्ड गर्न सक्नुहुन्छ। फुल साइज चाहिन्छ भने फुल साइज पनि हजुरहरूले यसरी चाहिँ गर्न सक्नुहुन्छ रेकर्ड। र हाफ साइज चाहिन्छ अथवा सानो साइज चाहिन्छ हजुरलाई चाहिँ अब कसैको भिडियोहरू चाहिँ अरूको भिडियोहरूलाई चाहिँ एडिट गरेर चाहिँ बनाउनु छ भने पनि यसरी चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ त यो भिडियोलाई चाहिँ आफ्नो रिक्वायरमेन्ट अनुसारले चाहिँ रेकर्ड गर्न सक्नुहुन्छ। र हजुरले चाहिँ यहाँनिर गएर जस्तै अब यहाँ विन्डोज यहाँभित्र चाहिँ अब जेसुकै खोल्नुहोस्। यो खोलिसके पछाडि युट्युब हुन्छ अथवा जे हुन्छ यिनीहरू सबै कुराहरूलाई चाहिँ स्क्रिन रेकर्ड चाहिँ गर्न सक्नुहुन्छ, सजिलैसँग गर्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ हामीले आफूलाई चाहिएको स्क्रिन कति छ त्यो अनुसारले चाहिँ सर्लक्क लाएर सेलेक्ट गर्ने र सेलेक्ट गरिसके पछाडि यसलाई चाहिँ यो जुन म्युट सिस्टम अडियो छ यसलाई म्युट गर्नुहोस् र माइक्रोफोनलाई चाहिँ अनम्युट गर्नुहोस् र स्टार्ट बटनमा क्लिक गर्नुहोस्। हजुरको भिडियो रेकर्ड हुन थाल्दछ। हस् त, धन्यवाद। ल मेरो च्यानललाई चाहिँ जति सक्दो लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र यसलाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिँ म हजुरहरू समक्ष लिएर आउने छु। धन्यवाद।